नगद रु 10 लाखको उहाँ जय भूमि बाजे। कस्तो दामी देखेको माया गुरुङ पिपुलले व्यवस्था सालको भूमि पूजा स्पेशल मिनी ब्लगमा चाहिँ हजुरलाई स्वागत गर्न चाहन्छु। आफ्टर लङ टाइम पछि चाहिँ म हजुरहरू सामु मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। र यदि हजुरहरू कन्फ्युज हुनुहुन्छ मैले किन ब्लग नगराएको यताउति, सो कतिजनाले सोध्दै पनि हुनुहुन्थ्यो। मेरो चाहिँ एक्जामको कारणले चाहिँ मैले रिसेन्टली चाहिँ ब्लग गर्न स्टप गरिदिएको छु र पछि चाहिँ गर्छु। मैले मिनी ब्लग राख्न गइरहेको छु। प्लिज सबैजनाले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। नमस्कार मेरा सम्पूर्ण आफन्त तथा इष्टमित्रहरूलाई म रबिन गुरुङको तर्फबाट हृदयबाट नमस्कार भन्न चाहन्छु। भोलि हाम्रो भूमि पूजा छ यो हाम्रो ढिकुनमाडी गाउँमा। पूजामा चाहिँ सबैजना मेरो आफन्त इष्टमित्रहरूलाई चाहिँ आउनको लागि म हृदयबाट चाहिँ आगमन गर्न चाहन्छु। र त्यसैको साथैमा मेरो हाल इजरायलमा रहनुभएको जेनित तमु माया गुरुङज्यूबाट पनि खाजा पानी चिया नास्ताहरूको व्यवस्था गर्नुभएको छ। र हाम्रो बजाउने बाजा टोलीहरूको लागि चाहिँ सम्पूर्ण ड्रेसहरू चाहिँ वितरण गर्नुभएको छ। उहाँले त्यस्तो वितरण गर्नुभएको उहाँलाई हृदयबाट नै हामीले एकदम हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र पहिला पनि यो मन्दिर स्थापना गर्दाखेरि चाहिँ नगद रु 10 लाखको उहाँले सहयोग गर्नुभएको थियो योभन्दा विगत 1 वर्ष अगाडि। र अहिले पनि उहाँले यो खाजा पानी यताउति सबै व्यवस्था गर्दा उहाँले अझै पनि राम्रो गर्नुभएको छ। उहाँलाई पनि भूमि बाजेले धेरैभन्दा धेरै आशीर्वाद दिउन् र हाम्रो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद। तयारी कार्यक्रम जारी नै रहेको छ। हजुरहरूले भिडियो मार्फत थाहा पाउनु भइसक्यो। सो यहाँनिर देख्न सक्नुहुन्छ सबैजना तयारी गर्दै हुनुहुन्छ। र यहाँनिर चाहिँ 5 जना कन्या केटीको लागि पनि क्लज तयार गर्दै हुनुहुन्छ मेरो मम्मी र बहिनीले। गाइस आज चाहिँ चैत 19 गते 2081 सालको चैत 19 गतेको दिन आज हाम्रो गाउँको कुल पूजा रहेको छ। र यस कुल पूजाको नाम छ जय भूमि बाजे। सो यहाँ चाहिँ पञ्चौली के भन्छ पञ्चौली भएको भएर यो घरको चाहिँ यहाँ अङ्कल कस्तो भेरको हो सो आजको दिन चाहिँ हाम्रो गाउँको कुल पूजा गाउँको भन्दा पनि गुरुङ जातिहरूको चाहिँ आज कुल पूजा रहेको थियो। यो भूमि बाजेको पूजा हाम्रो यो चैतको 19 गते गरिन्छ। आज हाम्रो यो बहिनीको नाममा हामी पञ्चौली दिँदैछौँ। हामी माया गुरुङको नाममा। कहाँ हुनुहुन्छ उहाँ चाहिँ? इजरायल हुनुहुन्छ। उहाँको नाममा अहिले पञ्चौली हामीले दिँदैछौँ। मेरो बहिनीलाई अब धेरै धेरै धन्यवाद छ। अब उहाँले ड्रेस पनि सबैलाई दमाई सेट सबै दिनुभयो। आगो नभरे बाजे उहाँले दमाईलाई बाजा पनि सेट दिँदै हुनुहुन्छ। के बहिनीको नाम? माया गुरुङले। ए हजुरको बहिनीको नाम? हजुरहरूले अनुमान गरिसक्नु भएको होला उहाँ चाहिँ को हो उहाँ फोटोमा देख्ने भनेर। सो उहाँ हुनुहुन्छ जेनी गुरुङ अर्थात् माया गुरुङ फुपू। उहाँ चाहिँ हालसाल अहिले इजरायलमा बस्दै आउनु भएको छ। र उहाँले यस जय भूमि बाजेलाई गर्नुभएको सहयोगप्रति हामी सबैजना एकदमै आभारी छौँ। र त्यस दिन पूजाको दिन पनि उहाँले थुप्रै व्यवस्थाहरू गरिदिनु भएको थियो। खानेपानी खाजा बाजा टोलीलाई सहयोग अर्थात् बस्ने सिटहरू सबै व्यवस्था गरिदिनु भएको थियो। फेरि पनि हजुरप्रति हामी एकदमै धेरै आभारी छौँ। र सो अब चाहिँ भिडियोतर्फ लागौँ। सो इन्जोय दिस भिडियो गाइस। अब भिडियो चाहिँ एकदमै छोटो मिठो हुनेछ। सो प्लिज सबैजनाले हेरेर माया गरिदिनु होला।
चाहिँ अङ्कलले पूजा गर्दै हुनुहुन्छ। अब देख्न सक्नुहुन्छ हजुरले पनि। छोरी पूजाको उपलक्ष्यमा मेरा सम्पूर्ण आफन्त इष्टमित्रहरूलाई हृदयबाट यो रबिन गुरुङलाई नमस्कार भन्न चाहन्छु। जय भूमि बाजे। जाम हो पञ्चे बाजा बजाएर यसरी सबै गाउँलेहरू एकमुष्ट जम्मा भएर चाहिँ अब हामीहरूले र गुरुङहरूले आफ्नो खुब पूजा चाहिँ हामीहरूको गाउँमा यसरी गर्छन्। सो इन्जोय दिस भिडियो गाइस। कस्तो दामी देखेको यही ठिक छ पुग्छु। यस्तो गर्मीको टाइममा हामीलाई हाम्रो फुपूले ट्याङ्क पानीको व्यवस्था गराइदिनु भएकोमा उहाँलाई चाहिँ म एकदमै धन्यवाद भन्न चाहन्छु। यो ट्याङ्क पानी व्यवस्था गरिदिएको यो ट्याङ्क पानी कसले व्यवस्थापन गरेको? हाम्रो गाउँको माया गुरुङ फुपूले व्यवस्था गर्नु। कहाँ हुनुहुन्छ उहाँ? अहिले बाहिर हुनुहुन्छ। यस्तो छ है यहाँको माहौल। कस्तो हुँदैछ? अब चाहिँ इजरायलमा रहनुभएको माया गुरुङ फुपूको नामको पञ्चौली यस घरबाट चाहिँ मन्दिरतर्फ लग्दै गरेको भिडियो हो। सो इन्जोय दिस भिडियो गाइस। हामी अगाडि अगाडि आइजाउँ। हालत त्यस्तो छ। के भन्नुहुन्छ? एक दुई शब्द भन्नुहोस् न। ल ल ल भन्नु पर्यो क्या? सो अब चाहिँ हाम्रो माया गुरुङ ठुलमम्मीको फुपूको भागबाट
पञ्चमृत हो कि आई डोन्ट नो होइन के बोले हुँ मैले तर त्यही पञ्चमृत यस्तै यस्तै भन्छ समथिङ समथिङ के भन्छ सो अब चाहिँ उहाँहरू घर घुम्न जाँदै हुनुहुन्छ अब हामी टिकटक बनाउनु पर्छ है बहिनीहरूले क्रस गरिदिनु ओके ओहो कति राम्रो देखेको यस्तो भद्रा हुँदैछ